गाइस, गुड आफ्टरनुन, नमस्ते। सबजना ठिकै हुनुहुन्छ होला है। अनि फेरि पनि तपाईँहरूलाई मेरो भिडियोमा स्वागत छ है। अन्त आज चाहिँ तपाईँलाई याद नै छ है म घर आएको छु भनेर। र आज चाहिँ म मेरो साथीहरूसँग है पर घुम्नु जान आँटेको छु र यहाँको तपाईँलाई भ्यूहरू पनि म देखाउँछु है कस्तो के। अब चाहिँ यहाँ मेरो साथीले चाहिँ यहाँ झ्यालमुरी बनाउँदैछ हो। हामी यो लैजाएर जान आँटेको, यसलाई देख्नै भएको छ हिजोकै भ्लगमा हो। यहाँनिर झ्यालमुरीबाट पूजाहरू सबै हाल्यो। अन्त अब चाहिँ यहाँनिर मुरै हाल्नु आँटेको छ। अब चाहिँ फाइनली झ्यालमुरी पनि रेडी भयो, खानु आउनु है। हामीले चाहिँ झ्यालमुरी पर खान्छौँ भनेको थियो, फेरि साथीले यहीँ खाएर जाउँ भनेर चाहिँ हामीले झ्यालमुरी पनि खाएर चाहिँ अब हामी सबै जानु आँटेको। यहाँ अघि देखाउनु पाएको थिएन, यहाँ अंकिता हो यो। रक्षा यहाँ परनिर बसिरहेको छ। हामी गएको, यसले चाहिँ अघिदेखिको नजाउँ भन्दैछ हो। म भोलि जाइहाल्छु भन्दाखेरि पनि यसले चाहिँ झ्यालमुरी दामी बनाएको थियो। तर झ्यालमुरीको लागि हेर्न यता छिटो। झ्यालमुरी त यसको भएको थियो। तँलाई कस्तो भयो तैँले बनाएको? मेरो फ्युचर प्लान चाहिँ झ्यालमुरी पत्नी भयो। यो हाम्रो गाउँमा देखाउँदै किन जान्छ के जान्छ मामु बाहिर लिन यो भिडियोमा अहिलेसम्म जे पनि कुरा भनेको छु माफ गरिदिनुहोस् हैन। अनि के भनेको अब यो हाम्रो एकलौटी भ्लगर बेला चाहिँ अगाडि बढ्ने प्रयास गर्दैछ हैन। हामीले फर्स्ट भ्लगर गरिदिनु हैन, फर्स्ट लेडी भ्लगर के भन्छ सबै सपोर्ट गरिदिनुहोस्। यसको भिडियोहरु ज्यादा भन्दा ज्यादा शेयर गरिदिनुहोस् र लाइक गरिदिनुहोस्, कमेन्ट हाल्दिनुहोस्। अनि फेरि लास्ट भनेको राम्रो हुन्थ्यो। अघि रोडबाट आएको भए त यता पनि आइपुग्थ्यौँ। हामी सर्टकट नै आयौँ। अहिले यहाँ माथि त ग्राउन्ड बनाउँदैछ र त्यही यहाँ हिलो रहेछ पुरा हो। माथि बाहिर यहाँ भाइहरू पनि गोली खेल्दैछ। भाइ दाजु सबै खेल्दै होला। सबै दाजुभाइहरू हाम्रो गाउँको है। माथि गोली खेल्दैछ। रोड त्यस्तो भइसकेछ। माथि हो बादल जस्तो चढिरहेको रहेछ। हेलो भनिदिनु न। ल मजाले भनिदिनु। हिजो आएको हाम्रो गाउँको सिनहरू चाहिँ है यस्तो छ। ऊपर हाम्रामा कराउँदैछ। फेरि डेन्जरस सिचुएसनमा माथि पनि रोड बनाउँदो रहेछ हो। यो कालोझारी ग्राउन्ड जाने बनाएको रहेछ हो। ऊपर हाम्रामा पानी बनाउनु लाग्छ। ल यहाँ पुरा हिजो रहेछ। बाँकी त्यही बाटो चाहिँ घिनलाग्दो भएछ। यस्तो चाहिँ थिएन हो। हाम्रो खुट्टा राम्रै छ। यहाँनिर बसेर कराउनु हुँदैछ। हाम्रो आमा पानी बनाएर आउनु भएको होला हो। पर्खिनै छु यहाँनिर। हेलो भनिदिनु, हेलो भनिदिनु, हेलो नमस्ते भनिदिनु। लु यसले चाहिँ अब होइन केही शब्द यो रोडको लागि चाहिँ केही शब्द भनिदिन्छ अरे होइन। कतै अब उयोहरूतिर पुग्छ कि होइन। त्यो भ्लगर होइन, उसले त्यो बाइक कुदाएको चाहिँ भिडियो बनाइदिएको। अफसोस हवामा चाहिँ चल्दैछ हल्का हल्का हो। कयामतहरू चाहिँ आएन। यहाँ छैन रहेछ, त्यसै बिचमा बोलेको रहेछ हो। अब हामी तेर्सो जाँदैछौँ। बाई आमा। हाम्रो फेभरेट प्लेस हो। हामी चाहिँ अब स्कुल छुट्टी हुने बित्तिकै आउँथ्यौँ। स्कुल छुट्टी हुने बित्तिकै अब आइहाल्थ्यौँ यहाँ स्याटरडे सन्डे चाहिँ घुम्नुको लागि होइन। अन्त अहिले चाहिँ हामी अब कलेजहरू पढ्ने हो, स्कुलहरू पढ्ने भएर छुट्टेको छौँ। कमेन्टमा भनिदिनुहोस् यो बोर्ड चाहिँ के हो भनेर हो। थाहा छैन भने चाहिँ यसले नै रिप्लाई दिन्छ अर्को भ्लगमा। यो फुल चाहिँ तपाईँले चिन्नुहुन्छ होला, एकदम दामी गनाउँछ हो। यसलाई चाहिँ ज्यास्मिन भन्छ, तपाईँलाई पनि याद नै छ होला है। पहिला चाहिँ माथि ढुङ्गामा पनि जान्थ्यौँ होइन। त्यो चाहिँ जीव ढुङ्गा भन्थ्यो है हो। त्यो ढुङ्गा जान्थ्यौँ, यस्तो जीव जस्तै टाइपको छ नि त, जीव ढुङ्गा भन्थ्यो। त्यहाँ जान्थ्यौँ तर आज चाहिँ म जाँदिनँ हो। अहिले चाहिँ कमान बन्द भएर चाहिँ हो यस्तो पुरा धुरीहरू भएको छ। अब पहिला चाहिँ अब सफाहरू पनि गर्थ्यो होइन। त्यही भएर राम्रो थियो। आउँदैछ ऊ हो, मजाले आउँदैछ। यता हेर्दैन यो फुल पनि हामी सानोमा यसको कानमा लाउनेहरू, यसको चाहिँ कानमा लाउनेहरू के बनाएर लगाउँछ। यसरी नै कानमा लाउनेहरू होइन, यसरी शिरबन्दीहरूबाट बस्यौँ हो। अन्त अब चाहिँ हाम्रो गाउँको अब मन्दिर देखाउँछु तपाईँलाई है, देवी थान। यो हामी तिनजना यता मजाले हेर्यौँ। परनिर छ जाँदैछौँ। अन्त अझै चाहिँ होइन सिरको देवी थानलाई मिस गर्दैछ है, उनीहरूको लागि पनि हो होइन। अन्त हेर्नुहोस् होला अब र आज हामीले तपाईँलाई एकदम स्पेसियल जग्गामा लिएर आएको छौँ है। र ऋतु हाम्रो भ्लगर र यो चाहिँ हाम्रो र
अन्त अब हामी यहाँदेखि उता जाँदैछौँ किनकि बल्ल बल्ल हामी साथीहरू भेट भएको है यहाँभन्दा त टाढै जानुपर्छ र यो चाहिँ हाम्रो चिया कमानहरू छ तपाईँले देखाउँदैछु कतासम्म गयौँ भने चाहिँ अलिक दामी छ अब यहाँ कतासम्म जानु मान्नुहुन्छ हो यसो लानु दियोहरू जान्छ रोड चाहिँ एकदम तर यहाँनिर हाम्रो रोडहरूले चाहिँ अलिकति किन होइन मैले रोड लागि दोष दिने कि पुरा पानीहरू पर्दै थियो होइन सबै कुरा फुल यस्तो हुन सक्दैन नि त किनकि कमी हुन्छ नि त जस्तो कि हाम्रो यस्तो ब्युटिफुल यहाँ माथि चलेर चाहिँ दामी अन्त यस्तो पिस फिल हुन्छ कि यहाँ चाहिँ अब पिसफुल जग्गा यहाँभन्दा पिसफुल जग्गा चाहिँ अब अरू कहीँ हुनै सक्दैन अब हामीलाई जस्तो लाग्छ किनकि वरिपरि खालि नेचरले भनेको ठाउँ यो ओह्रालो पनि हामी पिकनिकहरू खेल्न जान्थ्यौँ हो त अब यहाँबाट हामी अलिकति परनिर जान्छौँ यता चाहिँ मुन्डा जाने हो रोड हो अन्त यो चाहिँ हाम्रो ठुलो बाबाको नामको हिट्टी हो यो उकालो चाहिँ सोनादा जाने हो होइन यो मुन्डा यता चाहिँ मुन्डा जान्छ अन्त यो मुन्डा जानेहरू चाहिँ यहाँनिरबाट सोनादा जान्छ हो हामी चाहिँ उताबाट नै जान्छौँ यता जानु पर्दैन यो ओह्रालो पनि सिनहरू मजा मजाको छ हो तर हामी यहाँसम्म नै अब जान्छौँ अब सिधै फर्किन्छौँ है यिनीहरू पुरा गुप्त बात मार्दैछ हामी एकछिन बस्छौँ हो त्यसपछि चाहिँ जान्छौँ यता जान्छौँ भनेको थियौँ तर अल्छी लाग्यो जानु ओह्रालो के गर्नु लाग्छ भन जानु के गर्नु Let's go. चाहिँ के पो अब फ्युचरमा होइन केही भइगयो भने चाहिँ भोट चाहिँ यसलाई नै हालिदिनुहोस् होला हो यसलाई के पो उयो स्क्रिनसट गरेर यसको फोटो चाहिँ राखिराख्न पछिको दिनमा होइन बिर्सिहाल्यो भने पनि यसलाई चाहिँ भोट दिनै पर्छ अब हामी नराति भनेको म यहीँ बस्छु तर पहिला गोदाम लगाएको चाहिँ कति भएको 2 साल भएको त हामी आउँदा चाहिँ है यहाँनिर यो अमला भेट्यो र यसले चाहिँ अब यो झोडीमा पसेर है ऊ अमला निकाल्नु आँटेको ऊ निकाल्दैछ ऊ निकाल्छ होला यसको बल चाहिँ पुरै छ हो ऊ अम्मा निकाल्यो ऊ रहेछ खै एकछिन मजाले देखाइदिएन कि अमला हामीले पहिला सानोमा पुरा खान्थ्यौँ ऊ यसले चाहिँ निकालेको यसले के हुन्छ लु अमला यसले के हुन्छ लु भनिदेऊ यो चाहिँ डक्टर होइन अरे अन्त भनेन नि त अन्त चाहिँ यहाँ अन्त यो चाहिँ नि यो जुन चाहिँ यो मुनिको चाहिँ अब उयोहरूतिर पनि के फुलहरू केहरू गर्दाखेरि पनि यो युज गर्छ होइन हातीले अन्त यो चाहिँ नदुई खानु चाहिँ उयो लाग्छ म पनि नदुई चाहिँ खाँदिनँ नाच्नु थाल्यो हुनसक्छ खाएको खाएर कस्तो रहेछ भनिदिहाल्यो हामी सानोमा चाहिँ यसरी नै मारेर खान्थ्यौँ खानु चाहिँ लु यो चाहिँ खानु गइरहेको छ कस्तो रहेछ टेस्टी रहेछ तपाईँहरूलाई पनि चाहियो भने भन्नुहोस् है कमेन्टमा म घर आएको बेलामा तपाईँहरूलाई ल्याइदिन्छु है कोलाई मनपर्छ मैले नदुई खाएँ हो मिठो नै भयो म कहिले नदुई खान्थिनँ हो तपाईँले मैले खाएँ यसले खा कि खा भनेर चाहिँ हो तर यसले खाएन हो फाइनली है यो चाहिँ कोइला गोदाम हो है यहाँनिर चाहिँ जहाँ यो मिक भत्केछ है किन सायद यो कमेन्ट बन्द भएको छ अहिले पहिला नानीहरू राखेर होइन त्यो नानीहरू कमेन्टतिर हेर्नेहरू थियो नि त त्यस्तो भएछ यहाँ माथि निगम त्यस्तो उयो थियो यहाँदेखिको उता चाहिँ टेम्पल कोठी छ यो मुन्डा जाने रोड चाहिँ कोइला गोदामसम्म गयौँ त्यहाँदेखि त्यसरी गएनौँ किनकि ढिलो भइसक्यो हो अन्त अब मासु ल्याउनु पनि जानु नि त रक्षाको साथी अन्त त्यही भएर चाहिँ उकालो फर्किँदैछु यिनीहरू त्यहाँ हिँड्दैछ यता हेर्दै तिमीहरू फर्कि रक्षा अब हामी जाँदैछौँ चाहिँ घर आइपुगेँ अब तिनीहरूलाई बाई गरेको पनि बनाउनु पाइनँ है किनभने के हो मलाई आन्टीले फोन गर्नुभएको थिएन अन्त चाहिँ भन्नु पाइनँ है तपाईँलाई भिडियो राम्रै लाग्यो होला है तपाईँले मेरो भिडियो इन्जोय गर्नुभयो होला है अन्त कस्तो लाग्यो कमेन्टमा भनिदिनुहोस् होला है अनि मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला है थ्याङ्क यू हेर्दै गर्नुहोस् अर्को भिडियोमा भेट्नेछौँ बाई बाई